किसित बताओ गुरु बोटनी यार बिगड़ गई ना यार को ढोका बताओ यसो मुझे रागु मन्यो गलत काई पुके हालिदिन्छ नि त हैन गुरु के छ साथीहरु सबैजना सन्चै हुनु होला म पनि एकदम ठिक छु अनि आज चाहिँ यताबाट अछाममा थिएँ अनि अछामबाट चाहिँ राकुम सायद राकुम भन्ने ठाउँ निस्किने प्लान भएको थियो त्यसपछि हाम्रो सवारी चाहिँ अर्को कुरा भनेको चाहिँ राकुम भनेको कर्णाली नजिक पर्छ रे सो प्रोबेबली कर्णाली पनि देख्न सकिन्छ कर्णाली नदी पनि भन्ने कुरा छ तर अब अहिले लगभग 4 बज्न लाग्छ अब हेरौँ उज्यालो पुगिन्छ कि अँध्यारोमा किसित बताओ गुरु बोटनी यार बिगड़ गई ना यार को ढोका बताओ Numbers never lie, add it up, that's me. कति टाढा छ भने राकुम पौना घन्टा भन्यो अब 1 घन्टा भन्नु पौना घन्टा भन्यो अब 1 घन्टा भन्नु 1 घन्टा रे टाढा रे त्यही लाग्यो मलाई पनि उहाँ पुग्नु घर पुग्जेलसम्म हामी आफ्नै चौकुटिया त हो जति बेला पुग्यो भने यो राकम कता हो राकम बारीदेखि यता थियो कति टाइम लाग्छ यता भने कति टाइम लाग्छ कति टाइम लाग्छ दिदी कति टाइम लाग्छ टाइम यो पारीको गाउँ हो यो बाटो हो यो बाटो आधा घन्टा भन्ने यो बाटो रे पारी परपर ठोकिरायो भन्दा अब धेरै चाहिँ सुधुली फर्केको भित्र तर माथिबाट हेर्दाखेरि पो स्पिड नरहेछ भाव त रहेछ त कर्णालीमा होइन यार भाउँछ यार अघि त पौडी खेल्दा हुन्न अघि त माथिबाट त सम्म देखिरहेको थियो नि त यहाँ रहेछ त पानीको पोस्ट त अब मैले जानै पर्यो जस्तो छ यार यहीँ रहेछ रागु मन्यो गलत काहीँ पुके हालिदिन्छ नि त होइन गुरु मैले त खाली टिपुर कहाँ जान्छ यता राखौँ भने त्यही कारण सोध्नु खोजेँ अब रागुम भन्ने सरदारले मलाई भन्दाखेरि जाऊ भन्छ अब भर्खर हामी यहाँ पुग्यौँ अब यहाँ ऊ माल हेरेर अनि अङ्कललाई फोन गरेर फर्किन्छौँ फाइनली हामी चाहिँ कर्णालीको छेउतिर आयौँ म पनि सुधि सर पनि हुनुहुन्छ अनि राकुम खास यता रहेछ कहाँ यता पारीको गाउँ रहेछ राकुम चाहिँ यो ठाउँको नाम के भनेको थियो बेलखेतसम्म जाम अनि रारा जाने बाटो चाहिँ यही रहेछ यो हुँदै रारा जाने बाटो यो रहेछ अनि कर्णाली पारी दैले कर्णाली वारी अछाम अनि सो दिस इज द भ्यू
पारेर अब फोटोसोटो खिचेर अब यताबाट निस्क्यौँ हामी अब कहाँ निस्किने कर्णालीबाट सुदूरपश्चिम कर्णालीमा यो हामी कर्णालीको सेरोफेरोमा आएर मात्रै यस्तो लागिरहेछ कि कर्णाली साँच्चीकै सुन्दर छ जस्तो लागिरहेछ यहीँ पुगेर त यस्तो लागिरहेछ झन् कर्णाली प्रदेश पुरै घुम्न पाएपछि त अनि बल्ल अनि बल्ल थाहा हुन्थ्यो कि कर्णाली कतिको सुन्दर छ भनेर कर्णाली माछा मार्न पाए नि हुन्थ्यो यार कति पर्न जान्छ एक टिप्परको 22,000 मात्रै 22,000 I am who I'm meant to be. I am who I'm meant to be. Over and out again. My future needed हल्का हल्का लागेको दामी देखिन्छ